हामी 58 जना केन्द्रीय कमिटीका सदस्यहरू उपस्थित भएर हामीले बैठक बस्यौं र हामीले नयाँ दल दर्ता गर्ने निर्णय गर्यौं। नेकपा एमाले भित्र केपी शर्मा ओलीले गरेको व्यवहार संसदलाई पटक पटक भङ्ग गर्ने र त्यो भङ्ग गरेको कुरालाई गलत नठान्ने, संसदको रक्षाको निम्ति, संविधानको रक्षाको निम्ति हामीले पार्टी एकताको निम्ति पनि पटक पटक आवाज उठायौं, प्रयत्न गर्यौं। त्यो कतैबाट पनि सम्भव नहुने स्थिति बनिसकेपछि आज हामीले नेपाल कम्युनिस्ट पार्टी एमाले समाजवादी नाम गरेको दल यहाँ दर्ता गरेका छौं र त्यो दलको तर्फबाट हामी चाँडै नै एउटा राष्ट्रिय सम्मेलन भेला गरेर राष्ट्रव्यापी रूपमा यहाँबाट दल दर्ताको प्रमाणपत्र पाइसकेपछि हामी राष्ट्रव्यापी भेला गरेर यसलाई एउटा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हक, हित, अधिकार र राष्ट्रिय स्वाधीनताको लागि लड्ने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी जसले नेपालका अन्य वाम पार्टीहरूलाई पनि समेटेर एउटा वाम आन्दोलनको एउटा नयाँ ध्रुवीकरण सुरु गर्ने योजनाका साथ नयाँ दल दर्ता गरेका छौं। हामी अहिले पनि नेकपा एमालेमा अल्मलिएर रहेका कयौं साथीहरूलाई अब चाँडोभन्दा चाँडो यो हामीले सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी एमाले समाजवादी पार्टीभित्र समावेश हुनको लागि हामी आह्वान पनि गर्दछौं। त्यहाँ रहनुभएका साथीहरू पनि हामी उहाँहरूसँग पनि कुनै शत्रुता गर्दैनौं, तर त्यो पार्टी केपी शर्मा ओलीको नेतृत्वमा अगाडि बढेर अब त्यो पार्टी सुध्रेर नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढाउने कुनै सम्भावना छैन। त्यसैले आज यो पार्टीमा कमरेड माधव कुमार नेपालको अध्यक्षतामा पार्टी बनेको छ। कमरेड झलनाथ खनाल उहाँ वरिष्ठ नेता हुनुभएको छ। बाँकी सबै केन्द्रीय सदस्यहरू छौं र सँगसँगै हामीले आजको दिन 95 जनाको केन्द्रीय कमिटी गठन गरेका छौं र त्यो केन्द्रीय कमिटीको नाम तपाईहरुलाई हामी पछाडी सार्वजनिक गर्नेछौं। मैले तपाईहरुको माझमा यति हामीले केन्द्रीय कमिटीको सदस्य त मैले भनिसके नि 95 सांसदहरू अहिले हामीसँग 31 जना हुनुहुन्छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा संघीय संसदका सांसदहरू हैन। चुनाव चिन्ह आज हामीले तोकेनौं। चुनाव चिन्हको बारेमा अलिकति छलफल गरेर निर्णय गर्ने ठाउँमा छौं। हुन सक्छ यो भन्दा अगाडि कलम चिन्ह लिएर अगाडि बढिसके पार्टीसँग पनि हाम्रो एकता पनि हुन सक्छ, त्यहीबाट पनि अगाडि बढ्न सक्छ, अथवा सरसल्लाह गरेर नयाँ चुनाव चिन्ह तोक्ने स्थिति